डाक्टर साहब आज हामी 2 दिन भयो बच्चा ल्याएको अनि के माछा मासु नखाने भन्छन् अनि गाउँघरकाले के हुन्छ जन्डिस भएर नवजात शिशुलाई अस्पतालमा लिएर आउनु भएको थियो। बच्चा राम्रो भइसक्यो र उहाँलाई मनमा अहिले पनि डर छ सुत्केरी आमालाई तेल बेसार माछा मासु खान दिने कि नदिने भनेर प्रश्न गर्नुभएको छ। यो हजुरहरूको जिज्ञासा मात्रै न, यो सबैजना आमाहरूको डाङ्गा आमाहरूलाई चिन्ता हुन्छ। बेसार खायो भने त झन् बेसारको झोल खायो भने त झन् दुध छल्ती आउँछ। दुध छल आयो भने बच्चाको दिशा पिसाबबाट जन्डिस शरीरबाट निक्लेर जान्छ। त्यही भएर बेसार खुवाउने तेल खुवाउने, तेलमा क्यालोरी हुन्छ। सुत्केरी आमालाई बढी क्यालोरी भएको इनर्जी भएको खाना चाहिन्छ है। तेल पनि नलगाइदिने भन्छन्। हो, तेल चाहिँ मसाज गर्न सक्नुहुन्छ, तर तेल लगाएर बच्चालाई नुहाइदिने, मसाज गरेपछि नुहाइदिने गर्नु, नुहाइसकेपछि तेल नलगाउनु होला है। अरू केही बेसार बार्नु पर्दैन, माछा मासु पनि बार्नु पर्दैन, झोलिलो पोसिलो सबै पचाउन सक्ने सुत्केरीले सबै खान दिनु होला। ज्वानोको झोल दिनु होला, बेसारको झोल दिनु होला। हुन्छ, तेल लगाएर मसाज गर्ने, तर तेल लगाइसकेपछि हजुर नुहाइदिने। मैले तेल नलगा भनेर हजुरले छोड्नुहुन्छ त लगाउन, लगाउनुहोस् त। तेल त लगाउने, तर तेल लगाइसकेपछि नुहाइदिने है। हुन्छ, हल्का लगाइदिने है। कुनै तेलको एलर्जी हुन सक्छ, त्यस्तो तेल नलगाउने। यदि बच्चाले पचाउँछ भने जुनसुकै तेल भए पनि वनस्पतिको तेल लगाइदिनु होला। हुन्छ, ल, धन्यवाद, नमस्ते।